बालो चुसैरी मैबा आता बमुमै नै भावी खेलतै खनर बैजनमा खनर बैज बुढो ए बुढी तिमी आयो ल भाग्य मानिम राम्ररी आइपुग्यो नि आउँदा आएँ नि बुढा म माइत गएकै बेला छोराको भिसा र टिकट आएछ म नआउँदा गयो के गर्ने आखिर जानै परिहाल्यो हेर्नु त ऊ त्यो प्लेनमै गयो होला नि हाम्रो छोरा पनि रातिको उडान थियो बुढी तिमी भरममा नपर त्यो नहुन सक्छ कस्तो अभागी रहेछु म माइत जानु बित्तिकै छोराको भिसा र टिकट आउनु पर्ने छोरा जाने बेलामा छोरालाई राम्रोसँग जाऊ है बाबु भन्न पनि नपाउनु त्यो मेन पावर पनि कस्तो बेइमानी रहेछ के गर्छ त बुढी मेन पावरको गल्ती होइन नि तिम्रो जबरजस्तीले माइत जानु पर्ने अनि के गर्ने मेन पावरलाई तोडेर हुन्छ र जीवनी सर मैले पनि झमक बाबुलाई बिदाई गर्न पाएनन् नि 2-4 वर्षमा त आइहाल्छु नि सुन्यौ त बुढी माइलाले भने एकदम ठिक हो 2-4 वर्षमा त आइहाल्छ नि हाम्रो छोरा किन पिर लिन्छौ तिमी आमा बुवा चिया रेडी भयो आउनुहोस् भित्र खानालाई के भयो चिया घोप्दैछ नि त तिमीले त अनि हत्तेरीका अलि बिस्तारै गर्नु पर्दैन अब के गर्ने हजुर को हो बाहिर आउनुहोस् त के भयो नानी के भयो के नपर चिया अलिकति लागेको मात्र धेरै पोले क्या हो छैन राम 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 यो बिरुनानीलाई नि कहिले के हुन्छ कहिले के हुन्छ साह्रै पोल्यो होला म दबाई ल्याइदिन्छु है पर्दैन बुवा चियाले अलिकति पोलेको त हो नि ठिक भइहाल्छ ल नानी यो पोखेको चिया खानु हुँदैन अहिले छोड्नु तिमीलाई साह्रै पोलिरहेको होला अहिले आमा आएर बनाउँछु है ल आराम गरौँ ल म हो ए सानमाया नाना पो रहेछ हजुर म एउटा खबर लिएर आएको नि जिमाले साहब के खबर ल्याउनु भयो उहाँ चमेली नानी त बिमल साहबसँग लागिसक्यो रहेछ त के अरे चमेली नानी नि जिमल साहबसँग लागिसक्यो रहेछ के अरे नाना म यहाँ के सुन्दैछु म ठिक भन्दैछु जिमल साहब म तपाईँलाई खबर दिनु जिमल साहबसँग त थल्लस भइसकेछ के अरे नाना को हो त्यो जिम्मासँग लसपस हुने को हुनु नि त्यो बिरुवाई चमेली कसले भने तपाईँलाई यो कुरा को हुनु नि त्यो कुरा एउटा माइतीले भनेको मलाई म त यति खबर भन्न आएको जिमल साहब म त गएँ किन बाहिर बसिराखेको भित्र हिँड न चिया पोखेर बिन नानीको हात पोलेछ तिमी चिया पकाउ न होइन बुवा
म आफै बनाइहाल्छु नि। आमा, अघि बनाएको चिया पकाइहालेँ, अब फेरि बनाएर ल्याइदिन्छु नि है। मेरो भाग सुध तिम्रो बाउले ल्याउँछ। जाऊ भित्र के हेरिरहेको? होइन यो बुढी किन रिसाएको यसरी? के भयो तिमीलाई? के भयो के भएन अहिले एकछिनमा थाहा पाउँछ। सबै कुरो प्रष्ट भन नि त। प्रष्ट त अहिले एकछिनमा थाहा हुन्छ के गर्नुपर्छ भनेर। थाहा पाइ पनि कुरा चपाएर नबोल। म सबै थाहा पाइसकेको छु, बुझ्यौ? जीवनीलाई के भन्नु? आमा खै के गरेर बस्नु भएको? के गर्नु नि, यहाँ सबै लुगा लथालिङ्गै रहेछ, पट्याउँदै बसेको। अनि तिमी चाहिँ बिहान बिहानै मलाई केही नभनिकन कता गएको थियौ नि? बजार गएर आएको के आमा म। बजार? बिहानै बिहानै के पाउँछ र बजारमा? न कुखुरा काटेको हुन्छ, न तरकारी पसल आएको हुन्छ। आमा हेर्नु न तपाईँलाई मैले के लिएर आएको छु। खै हातिले त हेर्नु त तपाईँले मैले चुरा ल्याइदिएको छु। अनि चुरा ल्याइदिएको छु, चुरा लगाइदिन्छु ल। कुन लाउनुहुन्छ हेर्नु त। ए कति धेरै चुरा बोकेर आएको नानी पनि। तपाईँलाई के लगाइदिन्छु ल। कति थरीको ल्याउनु पनि। लु भइगयो ठिकै त हुन्छ नि। तिमीले ल्याएको चुरा नि ठिक हुँदैन। लु भइगयो अहिले यति नै लाउँछु। यति नै त्यो म राखेर लगाउँछु कहिलेकाहीँ साँचेर। लाउनु ल। अनि तपाईँलाई हेर्नु त मैले पोते पनि ल्याइदिएको छु। खासै पोते त अहिले लाउँदिनँ हौ नानी। तिलहरी पोते यहीँ छँदैछ। अनि हेर्नु नम्पर्स पनि ल्याइदिएको छु। ओहो के रहेछ। अनि हेर्नु टिका पनि ल्याइदिएको छु। होइन किन यो सबै हरियै लिएर आएको छोरी? अब साउन हो नि त आमा, त्यही भएर सबै हरियो लाउनुपर्छ कि। त्यही भएर त मेरो आमाको लागि मैले चुरा पनि हरियो, पोती पनि हरियो, नम्पलिस पनि हरियो, टिका पनि हरियो लिएको त नि। लाउनु के कस्तो राम्रो छ हेर्नु त। ल छोरी त बिहानै कहाँ गयो भनेको त मेरो लागि साउने चुरा पोते नम्पालिस टिका किन्नु पो गएछ। अनि तिमीले चाहिँ लायौ कि मलाई मात्रै ल्याइदेऊ? हेर्नु त यी मैले त बजारमै लाएर आइसकेँ। कस्तो राम्रो डिजाइनको छान्छ हौ मेरो छोरीको त। तपाईँले हेर्नु कस्तो छ धेरै थरी मिसाएर कति राम्रो बनाएर ल्याइदिएको छोरी। मेरो आमाले ल्याइदिनु पर्ने नि त साउन। छोरी हामी चाहिँ चुरा पोते सबै थोक लगाएर सिँगार गरिबस्छौँ। तिम्रो दाइ चाहिँ कहाँ गएको? कहीँ गएको होइन आमा, कामकै लागि गएको। बिहानै उठेर हिँडेको छोरा कहाँ गयो भनेर यस्तो पिर लाग्छ। आमाको मन हो नि, आमाको मन। आमा पनि कति पिर मानेर बस्नुहुन्छ के? तपाईँको छोरालाई केही हुँदैन। भनेको दाइ हाम्रो आमा जहिले पनि पिर मात्रै मान्नुहुन्छ के। कति सम्झाउनु केही हुन्न भनेर। हेर नानी हो, तिमीहरू पालाकै छौ अहिले, केटाकेटी नै छौ। यो आमाको मन के थाहा र तिमीहरूलाई? आमा मनमुटु सबै थाहा नभए पनि हामीबाट धेरै माया छ है बहिनी। हो नि दाइ, तर तपाईँले भन्दा धेरै मैले माया गर्छ आमालाई, बुझ्नुभयो? किन बहिनी कसरी? आमा त हामी दुवैजनाको एउटै होइन र? यहाँ हेर्नु त आमाको लागि मैले साउने चुरा टिका पोते नम्पली सबै ल्याइदिएको छु। तपाईँले के ल्याइदिनु भयो? भइगयो साउने चुरा ल्याइदियो भनेर मक्क नपर। तिमीले साउने चुरा ल्याइदियो, मैले छ नि दसैँमा यति धेरै लुगा ल्याइदिन्छु। अनि हुँदैन त बराबरी? ल तिमीहरूको यो आमालाई बराबरी माया छ। देखिस् त
आमाका लागि छोराछोरी दुवैजना बराबरी हो तिनीहरूलाई बढी माया गरे भनेर सोचेको होइन आमा त्यसो भए आज हामीलाई बिनाई बजाएर सुनाउनु नि त है त हो आमा सुनाइदिनुहोस् न आज हामी सुनेर बस्छौँ ए ल ल आज तिमीहरूलाई पनि यो मौलिक बाजाको धुन सुन्न मन लागेको हो आमा ल बजाउँछु बहिनी आमाले बजाएको सुन्नु ल हामी पनि सिक्नुपर्छ पछाडि हो यो बिना यो मौलिक बाजाहरू कहिले पनि लप हुन नदिनु है छोराछोरीहरू सिकेर भए पनि पछिसम्म यसलाई चाहिँ जगत गरेर राख्नु है होइन छोरी कता गई भनेको त आमा शुद्ध हराई हो यस्तै भएर त हो नि भट्टीमा गएर रक्सी पिउनु मन लाग्ने मलाई होइन फेरि मेरो बाउलाई कस्तो बाध्यता पर्यो फेरि त्यस्तो बाध्यता केही होइन छोरी तिम्रो आमा अहिले भर्खर यहीँ थियो कता गई चाहिँ तिमीले कतै बाटोमा भेटिनौ भेटेन बाउ भेटेन झन् मैले आमालाई खुसीले ल्याइदिएको थिएँ हेर्नुहोस् त खै खै के कोसेली ल्याइदिएको रहेछ आमालाई मेरो छोरीले हेर्नुहोस् त बाउ हेर छोरी तिमी पनि थिएनौ अघि आमा पनि छैन मलाई सोध्दै नसोधी माइत हिँडे जस्तो छ तिम्रो आमा मलाई कस्तो न्यास्रो लागिरहेछ किन नेस्रो मान्नु भएको मेरो बाउ अस्ति भर्खरै आमा र तपाईँ मामाको घर गएर आउनुभएको होइन यो आमालाई पनि कति माइत जानुपर्ने तिर्ता आउनै बाँकी छ त्यही त भनेको छोरी बुढी भएको मान्छे भर्खरको तरुनी बिहे गरेर ल्याएको जस्तो माइत जानुलाई हतार गरेकी छ मलाई जहाँसम्म लाग्छ पहिला त्यो हाम्रो जिम्बल सम्झिनीज्यू माइत जानु भएको थियो त्यही थाहा पाएर होला उस्के कि मेरी आमालाई पनि अरू घोडा चढ्यो भन्दैमा धुरी नै चढ्न खोज्ने झन् कति माया लागेर हरियो चुरा हरियो पोते ल्याइदिएको जहिले पनि मङलै जान खोज्ने हो छोरी छोडिदेऊ मामालाबाट फर्केपछि लाउली नि त जाउँ बरु भित्र हामी ए हुन्छ मरे कि बाँच्यो कस्तो छैन त त्यो मैले त्यही सुनेको हो मरेको भन्ने सुनेको छु मैले यस्तो झाडीमा कहाँ बस्ने हो ऊ त्यहाँ बस्ने त्यहाँ बसेर कुरा हे डायमन्ड त्यो बोरा सोरालाई छोडिदियो अब जसरी हुन्छ हाम्रो शिकारलाई जालमा पार्नुपर्छ र बिट्टा बिट्टा हाम्रो हातमा आउनु पर्यो हे डायमन्ड दिमाग लगा त किन चुप बसेको त यसरी चुपचाप बस्नु हुँदैन हामी कसरी हुन्छ एउटा खतरा आइडिया लगा त मैले त आइडिया लगाइसकेँ साले सोच्दै नसोची के आइडिया लगाइस् यति छिटो ल भन् त सुब्बिनीलाई बन्धक बनाएर मिठुलाई जालमा पार्नुपर्छ हो जसरी पनि जालमा पार्नुपर्छ त्यसो भए त्यो सुब्बिनीलाई बन्धक बनाउन कहाँनिर चाहिँ हामीले ढुक्नु पर्यो त्यो पनि भन्न त सुब्बिनीलाई समात्नको लागि हामीले पुरा चियो चर्चा गर्नुपर्छ चियो चर्चो त गर्नुपर्छ मलाई नि थाहा छ नि तर कहाँ बसेर गर्ने भनेको के त्यो त उसकै घरको नजिक वरिपरि गएर चेक गर्नुपर्छ हो त्यसले सही कुरा गर्यो हुन त हो नि तर त्यो इन्सपेक्टर त्यही सुब्बिनीको घर वरपर घुमिरहेको हुन्छ अरे अनि केही गरेर हामीलाई देख्यो भने पक्रियो भने अनि हामी त फेरि बर्बाद हुन्छौँ नि
त्यसमा ढुक्क हुनु। जुन बेला छिमेकी बहिनीले गोली लायो त्यो दिनदेखि इन्सपेक्टर गायब छ। गायब रे? त्यो पनि इन्सपेक्टर? यो कुरा पक्का हो त? यो कुरा पक्का हो होइन? हो, यो कुरा पक्का हो। जुन दिन त्यो छिमेकीलाई खोजी लाग्यो त्यो दिनदेखि हाम्रो भाग्य खुल्यो नि त। अब हाम्रो काम को बनाउनु भयो नि त? गाउँले बहिनी अब जिम्मालाई घर 2टा काममा हिँडेको छु नि म। अनि चमेल दिदी के काम हो त नि 2टा? एउटा मेरो भाइ भेटिन्छ कि भनेर हिँडेको, एउटा जिमाल साहबले काम दिनुहुन्छ कि भनेर हिँडेको। ए कुरा त्यसो पो हो। भाइ चाहिँ अनि जिम्मालकोमा कहिले गएको त नि? कतै जिम्मालकोमा छ कि भनेर नि अस्ति नै निक्लेर हिँडेको। ल ल त नि ल जाउँ त। ल जाउँ त हिँडाइ। बाहिर तपाईँलाई कसैले बोलाउँदै हुनुहुन्छ? बस्दै गर्नु। आज पनि म माइतमा छ भनेर जिम्मासँग लसपस गर्नु आएको तिमीहरू? आज पनि तिमीहरू जिम्मासँग मस्किन आएको हो? तिरी मस्कराहरू अझ भेट्छस् तिमीहरूले। के हो माको जिम्माली साहब, हामी त कामको खोजीमा आएको। त्यसरी नभन न, हामी गरिब मान्छेलाई। हो नि जिम्मानी साहब नि हामीलाई काम पाउँछ कि भनेर आएको। तिमीहरू 2-2 जना भएर कुरा मिलाउनु पर्दैन। चोरले नै कहिले म चोर हुँ भनेर भन्दैन, बुझ्यौ? त्यसो नभन्नु जिम्माली साहब। जिम्माल साहब कहाँ हुनुहुन्छ? हो नि जिम्माली साहब नि, एकचोटि जिम्माल साहब बोलाइदिनुहोस् न। तिमीहरूले किन चाहियो जिम्मा साहब? किन चाहियो? म घरमा हुँदाहुँदै पनि जिम्मासँग लसपस गर्न आएको हो? यो त धन्दा म त नि यसलाई त के तमासा हो भने यो के गरेको भने यो जिम्मलको घरमा यस्तो तमासा देखाउने के गरे यो? जिम्मलको घरमा यस्तो तमासा देखाउनु जिम्मल घरमा तमासा नदेखाउनु। जिम्मलको तमासा नदेखाउ। जिम्मलको घरमा तमासा देखाउनु क्या यस्तो? होइन जिम्मल घरमा अहिले आऊ आऊ भने ए आउनु के गरेको भने जिम्मल घरमा यस्तो बेइज्जत गर्नुहुन्छ? नगर्नु तिमीले गर्दा यो सबै भएको। जिम्मलको घरमा यस्तो गरेर भोलि के भन्छ नि गाउँले? ल छोराछोरी हो, अब यति खाजा खाइसकेर म पल्लो गाउँ जान्छु। तिमीहरू आफ्नो आफ्नो काम गर्दै गर है। आमा तपाईँ किन जाने पल्लो गाउँ? पल्लो गाउँको गाउँले बहिनीलाई खेताला भन्न जान्छु। कोदो रोप्ने बेला पनि भइसक्यो। उनलाई भनेपछि त 2-4 जना खेतालाहरू लिएर आउँछन्। आमा है म बरु जान्छु नि पल्लो गाउँ आन्टीलाई खेताला भन्नु। तपाईँ यहीँ गाउँ घरमै काम गर्नु के? तपाईँलाई खुट्टा पनि दुखेको छ, गाह्रो पनि हुन्छ, हिँड्नु पनि सक्नुहुन्न। म एकैछिन भएर आइहाल्छु नि त्यहाँ।
हो आमा, तपाईँ नजानुहोस् कि बहिनी कि म आफै जान्छु। तपाईँ हिँड्न सक्नुहुन्न? हुनु त हुन्थ्यो छोरा, तर तिमीहरूले गाउँले आन्टीको घर पनि देखेको छैनौ। अनि फेरि सानो मान्छेहरू गएर खेताला बोलाएको विश्वास पनि त गर्दैनन्। त्यसैले म आफै जान्छु। आमा पनि तपाईँ जानुभयो भने त्यो दाइले मलाई गाह्रो गाह्रो काम अराउनुहुन्छ। आफू चाहिँ सजिलो सजिलो काम गरेर यो गर्मिठो त्यो गर्मिठो भनेर भन्नुहुन्छ। यो मिठोको कुरा सुन्दै नसुन्नुहोस् आमा, यसले के भन्छ भन्छ। हे भगवान्, तिमीहरू यति ठुलो ठुलो भएर पनि कामको भाग लगाइबस्छौ होइन? ल मै लगाइन्छु तिमीहरूलाई कामको भाग। मिठो, तिमी चाहिँ यो भाँडाकुँडाहरू सबै माझमुझ गरेर यो घरहरू सबै बडार गर्नु। अनि छोरा तिमी चाहिँ गाई बाख्रा भैँसीहरूलाई कुँडो घाँस पानी गर्नु। अब त भयो होला नि? ल अब तिमीहरू झगडा नगरिकन आफ्नो आफ्नो काम गर्ने। म चाहिँ लाग्छु। यसलाई त नचा बोलाउँदा आमालाई जहिले तर मैले कहिले गाह्रो गरेर लाग्छ। गाह्रो काम लागेको छ तँलाई पनि? लाउनु त आउँछ तपाईँको चाहिँ पनि मलाई आफू चाहिँ गर्दैन डुल्नु जाने नि। खुब आमा बाबाले नाटक पार्ने। कति मकै खान्छु म? म खान्छु। ल नखानु तपाईँ, म खान्छु। ल तँ खा, म गएँ, मेरो काम सकाउनु जान्छु। खुब घुर्काएर गाला नि दिन्छ भने म आफै खान्छु पर्छ सबै। काम पनि मलाई गाह्रो गराउन सबै खान्छु म। आमाको छेउमा खुब नाटक गर्नु माया गर्छ। मेरी आमा त मामा खोज्न जानुभयो कता जानुभयो कता। मेरी आमालाई त कति दुःख छ। कहिले मामा खोज्न जानुहुन्छ, कहिले काम खोज्न जानुहुन्छ, कति दुःख छ। मेरी आमा कहिले आउनुहुन्छ त? मलाई पानी दिएर भोक पनि लागिसक्यो। कता जानुभयो कता। तिर्खा पनि लागिसक्यो, भोक पनि लागिसक्यो, पानी पनि छैन रहेछ। मिठुले भेट्नु जान्छु है। अस्ति पनि मेरो कानाले भेट्नु पाएन। मिठु रिसायो होला। म जान्छु है बाउ। नजाँदा पनि हुन्थ्यो नि छोरी, तेरी आमा आएपछि गयो नि हुन्थ्यो। होइन के बाउ, जसरी पनि भेट्नै पर्छ, नत्र भए मिठु मसँग रिसाउँछ। तिमी मिठुलाई भेट्नै पर्छ भन्छौ, आफूलाई यहाँ एक्लै घरमा बस्नु पर्दा कस्तो न्यास्रो लाग्छ। बाउ पनि कोही नभएको जस्तो न्यास्रो लाग्यो भन्छ। तपाईँको छोरी छैन यहाँ, एकछिनमै आइहाल्छु। ल भइगयो जाऊ न त, तर गएर छिट्टै फर्केर आऊ नि। यहाँ खाना बनाउनु कोही पनि छैन। मेरो बाउ कति ज्ञानी हुन्छ, म छिट्टै आउँछु है बाउ। खै के गर्ने होला। छोरी पनि मिठुलाई भेट्नु गई, बुढी पनि माइत गई, भोक पनि लागेको छ। के गर्ने होला।
कसो हो आँपको रुखलाई अँगालाई नि मारेछ होइन चुम्माचा पनि गरेछ होइन के भयो होइन एकाइसपति होइन के गरेको त्यो रुखलाई होइन दिमाग ठिकमा छ कि होइन होइन केही पनि होइन बिन्दु सपना पो देखिन्छ यो माइलीको यादले मलाई पागलै बनायो नि उभिँदै रुखलाई पो चुम्मा खानु पुगेछु तेरिका होइन फेरि फेरि डराउन थालेको त साँच्चै बौलाएछ त्यो बौलाई हालेको चाहिँ होइन चमेली दिदी कहिले काहीँ सोच्नु परिहाल्छ गएँ म त बारीतिर काम गर्नु ल म पनि बुढी भेट्न आएको बुढी माइत आएर लन मन हिँडेँ गाउँले बहिनी म बुढीलाई सबैले हेप्छन् कुरा काट्छन् तिरस्कार गर्छन् अहिलेसम्म मलाई कसैले हात उठाएको छैन तर आज मलाई जिम्मानी साहबले हात उठाउनु भयो तर मन त्यही त गाउँले दिदी हामी सँगै काम खोज्न गएको थियौँ जिम्मानी साहबले त यस्तो गर्नुहुन्छ होला जस्तो लागेको थिएन गर्नुभयो मलाई नि चित्त दुखेको छ खास कुरो के हो पनि जिम्मानी साहब त त्यस्तो होइन सबै कुरा लायो होला चमेली दिदी तपाईँले ठिक भन्नुभयो यो गाउँमा धेरै कुरा बोक्ने त्यही कुरौटिनी माइली हुनुपर्छ गाउँले बहिनी नदेखेको त्यो गाउँसँगै हुन्छ भन्छन् आन्टीहरू के कुरा गर्दै हुनुहुन्छ चोर पनि भन्नुहुन्छ निराश पनि भनिरहनु भएको छ खास कुरा के हो नानी त्यस्तै चमेली आन्टी त रोइरहनु भएको छ खास कुरा के हो भन्न मिल्छ भन्ने भन्नु क्या अरे पछि भनौला न नानी होस् आन्टी भन्न मिल्दैन भने ठिकै छ ल ल भन्न मिल्दैन भने ठिकै छ नि म पनि अब मिठुलाई भेट्न जान्छु है म पनि गएँ आन्टीहरू ल ल नानी ल म पनि जान्छु है हुन्छ नि त आज मसँगै बसौँ मसँगै दुःख सुखको कुरा गरौँ तर मेरो छोरालाई चाहिँ नभन्नु है लाउरे के हो अचम्मै लाग्यो त हो आज त भैँसीले कुरो पो दिइरहनु भएको छ के हो कुरा काम नै गर्दैन अचम्म मान्नुपर्छ कहिले काम नगर्ने मान्छेले काम गर्दा त अचम्म लाग्नु परेन त ल ल अचम्म मान्नु पर्दैन अनि भङ्गेरी त
आजकल कता हराइस् आउनै छोडिस् त म पनि त काममै व्यस्त भएर हो नि लाउरे अनि मिठो कता छ मिठो भित्रै छ जा गएर कुरा गर्दै गर म यहाँ भैँसीलाई कुरो दिएर सकेर आउँछु ल छिट्टै आउनु है ल ल मिठो के गर्दैछौ त तिमी बोल्दिनँ म तिमीसँग अस्ति मलाई त्यत्रो पर्खिनु लाएर अहिले चाहिँ खुब आउँदो रहेछ मिठो के गर्दैछौ तिमीले मेरो साथी किन रिसाएको हो नि हुन यो छोरो के बसेर यो राखेर बोल बसेरै कुरा गरौँ न बस अनि म आएँ त म ढिलै भए पनि आएँ त सरी नरिसाउ न नरिसाउ न यो ल्याइदिएछ लु हेर त कस्तो राम्रो छ अस्ति नआउनुको कारण नि साथी अस्ति म बजारमा मेरो आमाको लागि हरियो चुरा र पत्ती किन्नुको लागि गएको थियो आउँदाखेरि त बाटो पुरै पहिरो गएर पुरै बाटै बन्द भइरहेको थियो त्यही भएर म आज आएको नि ए कुरा त्यस्तो पो हो ल ल भइहाल्यो अनि आमा खोइ त मिठो आमा त अघि बिहानै पल्लो गाउँ जानु भएको छ कोदो रोप्ने बेला पनि भयो त्यही भएर त्यो आन्टीले खेताला भन्नु जानु भएको छ गाउँले आन्टीलाई खेतालो भन्नु गएको रे गाउँले आन्टीलाई त अघि भर्खरै मैले बाटोमा भेटेको साह्रै दुखी हुनुहुन्थ्यो के भएर कुनी होइन यिनीहरू को दुखी भएको कुरा गर्दैछन् हेर त यहाँ कुचो पनि त्यतिकै फालेको छ गाउँले आन्टी के दाइ अघि भर्खरै त्यहाँ भेटेको नि उसले होला नि त आफ्नो दुःख सुखका व्यवहारहरू बहिनी बरु जाऊ त भित्र गएर साथीलाई चिया बनाएर खुवाऊ अनि हामी पनि खानुपर्छ ल हस् दाइ अनि भङ्गेरी यता आएर बसिरहेछौ भने त्यो पारिपट्टिको गाउँले बहिनीलाई खेताला लिएर आऊ है भनेपछि त उसले 2-4 जना खेताला लिएर आउँछ त्यसपछि त झापझुप कोदो रोपिसकेपछि त मलाई पनि ढुक्क हुन्छ ढुक्क त अब हुन्छ सुब्बेनी बुढी हो कि होइन केटा हो हाम्रो हातमा परेपछि यो बुढीको खेल खत्तम के कस्तो केटा हो सही हो भने केटा हो यो बुढी धेरै नचिच्चा सुब्बेनी बुढी तँलाई राम्रै व्यवस्था गर्नेछौँ हामीले हो अब व्यवस्था राम्रै हुन्छ धेरै नचिच्चा सुब्बेनी बुढी यो सुनसान जङ्गलमा कसैले सुन्दैन तेरो आवाज साथी हो यो बुढी कति चिच्याउँछ चिच्याउन दे यो बुढीलाई कति चिच्याउँछ चिच्याउन दे यसको घाँटी मात्र दुख्ने हो यो सुनसान जङ्गलमा कसैले सुन्दैन यसको आवाज हामीले भए बाहेक हो साथी हो अति गरौ पापीहरू अति गरौ तिमीहरूलाई त हराउन मेरो छोरा लाहुरे आइपुग्नेछ
तेरो छोरा त सपनामा पनि आइपुग्दैन यहाँ। हामीलाई खुसी बनाउन त मिठो चाहिन्छ, मिठो। हो केटा हो, मिठो बिना त हामी खुसी हुनै सक्दैनौँ। किनकि त्यही मिठी पाउनको लागि यहाँ तँलाई बाटो छेकेर बस्नु परेको हामीले, हो कि होइन डायमन्ड? हो 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 झक्कास हो। यो बुढीलाई यही रुखमा पार्नु। ए पापी दुष्ट हो, तिमीहरूले मलाई बाँधेर के चाहन्छौ? के चाहन्छौ? के चाहन्छौ भन्ने कुरा त हेर्दै जा, देख्छस्। धेरै बकबक नगर, सुब्बेनी बुढी। राखेर हो बान, यसलाई बानिहाल। किन त्यस्तो एक्कासी आवाजमा आउनु? होइन बुढी, तिमीले के तमासा देखाएको जिम्मलको घरमा? त्यही पनि दुखी गरिब गाउँले बहिनीहरूसँग त्यस्तो व्यवहार देखाए। हेर है बुढा, तिमी आफ्नो गल्तीलाई चपै चपै नबोल। अस्ति म माइत गएको बेला मस्के भेट्न आउने, मेरो सौदा गर्न आउनु खोज्ने त्यो चमेली होइन? त्यो बिजुली चमेली हो कि होइन भन्नु त? होइन, के भन्छ बुढी? तिमी ठिकमा त छौ? आमा, के यो कुरा साँचो हो र? हामीले त चमेली आन्टीले गल्ती गरेको कहिले पनि देखेनौँ। यस्तो काम पनि देखाइ गर्ने हो र नानी? थुन्सेर छोपी गरेको काम रोगोले छोपेपछि कसैले देखिहाल्यो नि। ए बुढी, के देखिहाल्यो? प्रश्न भन त। घर झगडा गराउने कुन चाहिँ रहेछ क्रोटी? आमा, कसले देखेको हो? सिधै भन्दैछु न बुवालाई। भनिराख्नु पर्दैन नानी, गल्ती गर्नेहरूलाई थाहा छँदैछ। जिम्मा सर, कसले के देखेको रहेछ? मिल्छ भने जिम्माले सर भनिदिनुहोस् न। तिमीहरूले यो कुराको चासो गर्नु पनि पर्दैन र चासो पनि नगर्नु। कुरुका जाऊ बाहिर। हस् जिम्माले सर। बुढी, सुनेकै भरमा यति ठुलो आवेशमा आउनु हुँदैन, बुझ्नुपर्छ। कुरो बुझ्नुपर्छ, छानबिन गर्नुपर्छ। त्यत्तिकै आरोप लाउन मिल्दैन बुढी। पर्छ के गर्नुपर्छ सबै थाहा छ मलाई। यसको त अनुहार पनि हेर्नु मन छ। नानी, तिम्रो बुवालाई लिएर जाऊ त बाहिर। म एकछिन शान्तले बस्नु पर्यो। अच्छा आमा, बुवा जाउँ हामी एकछिन बाहिर। आमालाई एक्लै शान्तले बस्नु। एकछिनमा पुरै हाल्नुहोस् न। नानी, तिम्रो आमालाई के भएको राम्रो सम्झाउ त। सोध, मेरो त पुरा दिमाग खराब भइसक्यो। हुन्छ बुवा, म सोध्छु आमालाई। तपाईँ चिन्ता नलिनुहोस्। मैले बुझ्नै नसक्ने कुरा के रहेछ जिमलीसँग? त्यो दुईटा मेरो सौदा बन्नु आउनु खोज्नेलाई छिर्लिन हँसाले चट्टै छिर्नु पाएको भए आनन्द हुन्थ्यो मेरो मन। तिमी खाऊ न चिया।
बहिनी यत्रो बेर भइसक्यो आमा आउनु भएन के गर्ने होला त्यो गाउँले आन्टी त यतै हुनुहुन्थ्यो अरे बगेरीले बाटोमा देखेको अरे है बगेरी हो नि गाउँले आन्टीलाई मैले बाटोमै भेटेको गाउँले आन्टीलाई नभेटेर तिम्रो मम्मी नकुरिरहेको हो कि हुन पनि सक्छ सायद गाउँले आन्टीलाई नभेटेर कुरेर बसे हुन सक्छ बहिनी जाम ल आमालाई खोज्नु दाइ हामी जानु हो जाम न ढोका लगाएर हस् त म ढोका लगाएर आउँछु अनि जाउँ है अनि भङ्गेरी तिमी पनि हामीसँग जाने हो म नजाने मलाई बाउले छिट्टै आऊ भनेको छ तपाईँहरू जानु म जान्छु है ल दाइ गयो मिठो ल ल राम्रोसँग जाऊ है होइन आज मेरो बाउ किन एक्लै टोलाएर हिँडिरहेछ सायद आमा घरमा नभएर होला बाउ किन टोलाएर हिँड्नु भएको म टोलाको छु र खै टोलाको जस्तो लाग्दैन सुन खाएको कुखुरा जस्तै देख्छु त बाउ तपाईँको अनुहार त छैन म झोक्रेको तँ चाहिँ यहाँ कसलाई कुरेर बसेको कसैले कुरेको होइन बाउ गर्मी भएर शीतलमा बसेको ल ठिकै छ घरमा जा घरमा वस्तुहरू सबै भगायो होला गएर कुडो सुडो हाल्दे अनि बाउ तपाईँ चाहिँ कहाँ हिँड्नु भएको नि म यसो माथि गाउँ पुगेर आउँछु ए ल यो बाउ पनि आमा नभएर भट्टीतिर गएको होला नि रक्सी खानलाई ए है म पनि अब गएको ला मेरो छोरालाई पिठा पिन ला पानी पिन रहेनछ जगमा हे पिठा ला है बाबु समेल दिदी दैवले नि गरिब दुखीलाई मात्रै ठग्छ है के गर्नु र गाउँले बहिनी मेरो त भाग्य नै यस्तो छ आमा तपाईँको बुलाकी खैन कहाँ जानुभयो के बाबु मेरो त बाटामै अघि झरेछ बाबु अघि बाटामा लहराले तानेको थियो यहाँ गोजीमै छ बाबु यहाँ राखिरहेछ मैले राखेको छ मैले छैन हराएको छैन बाबु ए छैन आमा तपाईँको सुन हरायो भनेर मलाई कति डरायो नि सुन महँगो छ अहिलेको जमानामा त्यही त हो नि चमेल दिदी कति महँगो छ सुन बाटोमा झरेर धन्न भेटियो आमा तपाईँहरू त गफगरी कसम हुनेछ मलाई त कस्तो भोक लागिरहेछ आन्टीलाई पनि भोक लाग्यो होला खाजा बनाउन जानु त ल बाबु ल हुन्छ म खाजा बनाउन ल्याउँछु ल बाबु बस है हामी खाजा बनाएर लिएर आउँछौँ
कस्तो लागिरहेछ त सुब्बिनी बुढी? ए पापी कुडी हो तिमीहरूको। म जस्तो वृद्ध भएको आमा छैन। म एउटी वृद्ध भएको आमालाई यो घना घोर जङ्गलमा ल्याएर बाँध्नु तिमीहरूलाई यति पनि माया दया छैन? यो वृन्दावन घना घोरको बिचमा ल्याएर मलाई यसरी बानिराख्दा के पाउँछौ तिमीले? मेरो के गल्ती छ र? हेर सुबिनी, गल्ती भएर मात्र बाँधिने होइन। हामीलाई त तेरो छोरी मिठो चाहिएको छ। हामीले त तँलाई समाउन हामीले जाल बुनेको हो। जाल? तैँले एउटा हाम्रो कुरा मानिस् भने तँलाई यो डोरीबाट हामी छुटकारा दिनेछौँ। ए पापीहरू, के कुरा हो भन भन। मेरी आमा थिइन् तर यहाँ होइन, अहिले भगवानको घरमा छ। त पनि धेरै बकबक गरिस् भने त्यही मेरी आमा भएको ठाउँमा पुर्याइदिनु पर्ला। के कुरा हो? छिटो भन पापीहरू, छिटो भन। ए दुष्ट पापी हो, के भन्दैछौ हो तिमीहरू? मेरी फुल जस्ती छोरी तिमीहरूलाई दिनुपर्ने? यो कस्तो विधवा हो? चुपचाप यहाँ सही गर। सही कसरी दिनु? म नदे नदे, तेरो जिन्दगी यहीँ खत्तम अब। दिमाग लगा सुबेनी, दिमाग लगा। छोरी दिन्छु भनेर अर्कै काम गर। ओए सुबिनी, के सोचेको? सुबेनी, सही गर्ने कि माथि जाने? ठिक छ, म सही लगाइदिन्छु। तर ल्याप्चे यो सुब्बिनी बुढी बल्ल ठिक ठाउँमा आएछ। ओए केटा हो, ल्याप्चे छ होइन? झिक त। ल्याप्चे त छैन त। तँसँग छ क्या? मसँग पनि छैन त। मैसँग छ क्या हो? कालो कालो छ, यही लगाउन हुन्छ होला। ल लगाइदे, खिचाउनु ल त्यसलाई। ल लगा सुबिनी। के चोखना हेरिरहेको? अलिक छिटो लगा भने, छिटो लगा भनेको। अलिक नजिक ल्याउनु न, मलाई अप्ठ्यारो भयो। ओ अलि नजिक लग्दा त। ल्याप्चे लगाइदिन्छु। छिटो गर। ल्याप्चे बहिनी, यो खोला त राम्रोसित। के भयो तपाईँले? यो के हो? आउनुहोस् आमा, आउनुहोस् त। आमालाई सम्हाल त। एकैछिन, ऊ त्यो कागज हेर त के हो? जाऊ त पनि लिएर आऊ, के रहेछ? साई हेर्नु न। यही साउनको 15 गते शुक्रबारको दिनमा म सुब्बेनीबाट मेरो छोरी मिठोलाई झकास र डायमन्डको हातमा जिम्मा मन्जुरीका साथ राजी खुसीले दिएको छु। उनीहरूले जे जसो गरे पनि मबाट केही अधिकार नलाग्ने र लाग्ने छैन भन्दै मैले मन्जुरी सही छाप लगाएको छु। सही छाप? सही छाप?
छाप छाप सही छाप तिमीहरूलाई सही छाप ल सही छाप यस्तो बसेर सही छाप